हाई एभ्रिवान, मेरो चाहिँ घरको गाउँ चाहिँ यस्तो छ। यहाँबाट देख्नुहोस्, हेर्नुहोस् है, यस्तो देख्छ हो, कस्तो राम्रो देख्छ बारीतिर। अन्त यस्तो धुप्पी यो गुराँसको रुखहरू छ हो। अन्त यसै गयो भने चाहिँ हाम्रा आमा र बाबाले चाहिँ पुरा सब्जीहरू फलाउँछ नि त। घिउ सिमीहरू हेर्नुहोस्, यस्तो बेसी घिउ सिमीहरू फलेको छ। घिउ सिमी होला। अन्त यो लसुन रोपेको छ। डल्ले खोर्सानी हेर्नुहोस् है, यस्तो बेसी फलेको छ डल्ले खोर्सानी चाहिँ। डल्ले खोर्सानी फलेको हेर्नुहोस् त, यस्तो बेसी फलेको छ हो। अन्त यस्तो खोर्सानी चाहिँ हेर्नुहोस् त, यहाँ कस्तो बेसी फलेको छ। त्यहाँनिरको तपाईँले देख्नु सक्नुहुन्छ लास्टमा चाहिँ सुन्तला कस्तो बेसी फलेको छ। योपालि सुन्तला पहिला जस्तो अलिक फलेन रहेछ। अन्त सुन्तलाहरू फलेको छ। यो चाहिँ भनौँ लालचेनी, लसुनहरू छ। आमाले चाहिँ यसरी रोप्नुहुन्छ डल्ले खोर्सानीको बोट। डल्ले खोर्सानीहरू फलेको हेर्नुहोस्, खोर्सानी फलेको यत्रो बेसी, यत्रो ठुलो खालको डल्ले खोर्सानी छ हो। यसरी फलेको छ। तर अब त सिजन जान्दैछ, टिपिसक्नु भएछ। अनि यसरी आएर यसरी आयो भने सिमी यस्तो बेसी फलेको छ। यो सेतो सिमी कि के हो, सिमी भन्छ। अन्त घिउ बोरा फलेको छ यत्रो बेसी। सुन्तला यहाँ पनि फलेको छ हो। पुरा सुन्तलाको बोटहरू, तर सबै बेसी सेप भएर चाहिँ सुन्तला पनि मरिसकेको छ हो। घिउ सिमी चाहिँ पुरा फलेको छ, तर घिउ सिमी पनि सेप बेसी भएर चाहिँ छोटो खालको फलेको रहेछ। अनि हाम्रो चाहिँ फेरि बस्तीको कुखुरा यहाँनिर दुईवटा लुकिरहेको रहेछ। यो पनि काटेर खान्छ। सुन्तलाको बोट, सुन्तला फलेको छ।